सो बाटो यता यो कलरलाई चाहिँ फलोअप गरेर चाहिँ चिल भइरहेछ सो गाइज यहाँनिर तपाईँले चरा चुरुङ्गी बाहेक केहीको आवाज पनि देख्न सक्नुहुन्न क्या म एक्लै छु फेरि तर म आउन पाइनँ ए म आउँदाखेरिमा वनभोज कार्यक्रम गराउनु भएको रहेछ अनि म यतैबाट निस्किरहेको थिएँ उहाँले चाहिँ आफ्नै अब मलाई छोरा ठानेर चाहिँ अलिकति खाजा यसो खानिदिनु भयो मिठो रहेछ खाजा है धन्यवाद धेरै धेरै जानु अनि राम्रो हाइकिङ गर्नु त्यही भन्नु हजुरहरूलाई चाहिँ धन्यवाद खाजाको लागि है हजुर चन्द्रश्री हो मेरो दाल चाहिँ त्यही हो अलिक टाइम लाग्छ भने म चाहिँ निस्किहालेँ त्यस के नमान्नु होला है हस् ल धन्यवाद हस् ल सुदीप मालबुल हजुर ल हस् ह्याभ अ गुड डे है दुईजनालाई नै भेटिसकेको थिएँ अनि यहाँ आएर उहाँहरू आफ्नै फ्यामिली जस्तो लाग्यो मलाई एकछिन टाइम स्पेन्ड गरेँ आधी घन्टा बसिनु होला मलाई त्यस्तै 10 मिनट जति बसेँ अनि यो फोहोरको बारेमा चाहिँ मलाई धेरै कुरा भन्नुपर्ने छ यदि तपाईँहरू यहाँ घुम्न आउँदै हुनुहुन्छ भने यस्तो फोहोर गर्दाखेरि हामीलाई लास्टै नरमाइलो लाग्छ क्या किनभने प्रकृति हो एउटा नेचर हो जुन चाहिँ आफैमा नि प्रकृति नेचर आफैमा नि एउटा ब्युटी हो क्या त्यो ब्युटीलाई चाहिँ बिगार्नु हुँदैन भन्ने कुरा हो मेरो यदि तपाईँहरूले खाजाहरू ल्याउँदै हुनुहुन्छ भने एउटा डम्पिङ साइट एरिया पनि छ यहाँनिर त्यो तपाईँले डम्प गर्ने वा खाल्टोमा राख्नु पनि सक्नुहुन्छ है यहाँसम्म आइसक्यो मैले एकजना मान्छे पनि भेटेको थिएँ अनि छिटो आवाज पनि सुनिरहेको छ अनि देख्न सक्नुहुन्छ बा भ्यू हेर्नु न यस्तो बवाल आएको छ यस्तो बवाल आएको छ कि ब्रो क्यान इमेजिन फाइनल भेट दाहरूलाई मैले भेटिसकेँ है अहिलेसम्म चाहिँ म एक्लै थिएँ अनि अहिले चाहिँ दाहरूलाई भेटिसकेँ दाहरूको चाहिँ भस्मेश्वरसम्म अरे अब मेरो ट्रेक चाहिँ हेर्छु कहाँसम्म हुन्छ सक्दो हामी छिटै जति सक्दो त्यति चाहिँ छिटै चाहिँ हामी यो जङ्गलको यात्रा सघाउनेछौँ किनभने एक्लै हिँड्दा अलिकति डर पनि हुन्छ होइन अनि अस्ति चाहिँ म चन्द्रगिरीको ट्रेकिङ जाँदा तपाईँहरूले भिडियोमा देखिसक्नु भयो होइन एक्लै थिएँ अल द होल ट्रेल चाहिँ म एक्लै थिएँ अनि जब चन्द्रगिरी आइपुगेँ त्यसपछि ब्याक टु केवल कार चढेँ यहाँ दुईजना दाइलाई भेटेँ सोसम्म चाहिँ उहाँहरू यसो साथी पाइयो भनौँ न होइन त त्यही अब त्यहाँबाट फर्किनु तपाईँहरू ओके ल दुईजना मात्र भेटेको छ मैले अनि अघि ब्याक टु अघि त्यो टाढो मैले खाजा खाएको थिएँ त्यही हो मान्छे देखेको हो नि अनि फर्किँदाखेरि चाहिँ 4-5 जना ग्रुप देखेको थिएँ त्यति हो यो जङ्गलभरि चाहिँ तपाईँले आउनुभयो भने चाहिँ ऐँसेलु त्यसपछि चुत्रोहरू भेट्न सक्नुहुन्छ अनि मैले अलिअलि मान्छेको आवाज पनि सुनिरहेको थिएँ अनि त्यही घरमा चाहिँ म हिँडेर छु अघि चाहिँ ओह्रालो अब उक्कालो हिँड्नुपर्ने भयो गाह्रो अल द वे मलाई यो भन्दा नि पुलचोकीको चाहिँ अलिकति जङ्गलहरू चाहिँ अलिकति डेन्स छ अरे क्या अनि त्यहाँ चाहिँ सक्दो छिटै 1-2 बजे त अलि अँध्यारो जस्तो हुन्छ अरे अनि त्यही भएर त्यहाँ चाहिँ अलि रिस्की हुन्छ अरे क्या एक्लै जानलाई चाहिँ अनि धेरैको भ्लगहरू हेरेँ अलिकति रिस्की पनि छ अरे अनि यो जङ्गल पनि रिस्की छ अगाडि देख्न सक्नुहुन्छ फगी टाइपको मुटु चाहिँ डरै हुनुपर्छ है एक्लै हिँड्न आउनुभयो भने चाहिँ मुटु चाहिँ अलिक डरै हुनुपर्छ एकदमै उकालो भर्याङमा परिसक्यो है अनि देख्न सक्नुहुन्छ अहिलेसम्मको ट्रेकिङ गरेको ट्रेल भनेको वान अफ दि अहिलेसम्मको क्या यति यहाँसम्म आइपुग्यो यो चाहिँ अलिकति गाह्रो लाग्यो चना हानेपछि त यस्तो दौडिनु पर्ने त के भयो केटोलाई थट झन् थाक्दै आइरहेको छु क्या म त अघिको भन्दा नि दुईजना दाइ भेटेको छु अघि दुईजना सो गाइज एनर्जीको लागि चाहिँ मैले के राखिरहेको छु होइन माइ गड तल लगाइरहेको छ यार जिउ सिरिङ्ग भइरहेछ यहाँबाट त कहाँ खस्यो भने त कहाँ हो
मैले कसैले नल्याएको ठिकै भएछ क्या, किनभने कोही हिँड्न सक्दैन कसम, म ग्यारेन्टी दिन्छु। चम्पादेवीबाट भस्मेश्वरदेखिबाट तपाईँको के अरे चन्द्रगिरी मैले यतिको टार्गेट बनाएको छु, अनि म जसरी पनि हिँड्छु भनेर। तर मैले कसैले ल्याएँ, बहिनीले ल्याएँ, बहिनी पनि आउनु सक्दैन। ठिकै भयो बहिनी, तिमी नआए पनि ठिकै भयो, साथीहरू पनि नआए पनि ठिकै भयो, दाइ पनि नआए ठिकै भयो, म एक्लै आइम गुड। किनभने अब उनीहरूसँग हिँडे भए यहाँ थाक्यो, यहाँबाट नजाउँ भने मेरो टार्गेट त्यहाँ छ, मैले जानुपर्छ। मेरो माइन्डसेट त्यो हुन्छ, उनीहरूको माइन्डसेट के हुन्छ नि, म यहाँ चम्पादेवी पुग्छु अनि फर्किन्छु। थाहा छ, म पुग्छु, बेलुकासम्म पुगिसक्छु। सो अहिले चाहिँ हल्का पहेँलो लगाइरहेको छ, कुरो भनौँ न, कुरो आइरहेको छ, देखिरहनु भएको काठमाडौँ केही देखाएको छैन। Country serial heaven, yes, you can see. Then just look at this one, Roman. You don't know even though this places, but this one, look at this. यतिको हिँडेपछि यतिको त देख्नै पर्यो म्यान, अझै बाँकी छ आउनलाई। सो यहाँसम्म लाइक गर्दै गर्नु होला, सेयर गर्दै गर्नु होला, हेर्दै हुन्छ भने कमेन्ट जाओस्, एउटा सब्सक्राइब पनि जाओस्। यो एनर्जीलाई चाहिँ दिनैपर्छ है गाइज। सो गाइज देख्न सक्नुहुन्छ यो कहाँको गाउँ हो नै थाहा भएन यार मलाई, तर बवाल देखिरहेको छ। अनि मभन्दा अगाडि पनि दुईजना दाइहरू हुनुहुन्छ, अनि म चाहिँ छु। I'm taking a rest after long travel, after long hike bro. एकदमै बवाल फिल भइरहेछ। सरी मेरो ट्राइपोड चाहिँ बिग्रियो, अनि त्यही भएर चाहिँ मैले यहाँनिर भिडियोहरू राम्रोसित बनाउनु पाएन। तर जति बनाएको छु राम्रै बनाएको छु। लाइक गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला। ट्रेल देखिरहनु भयो होला है, त्यो ट्रेल हुँदै हुँदै आएको। अनि त बाटोमा स्याउको बोट रहेछ क्या यो थाहा छ, यो यसमा सानो स्याउ फल्छ नि, यसमा क्या स्याउहरू फल्छ क्या। अनि यो स्याउ चाहिँ अर्कै स्याउ हुन्छ क्या फेरि, मतलब यो चाहिँ पहाडी भेगमा पाइने स्याउ हो क्या। यो स्याउ अगाडि खाइदिनु फल्छ यहाँ, 2-3 महिनापछि यत्रो रातो फल्छ। अनि त्यो मपछि मान्छेहरू हुन्छ, अनि अल द वे कहाँ हो कताबाट आइयो क्या। हात्तीबन चाहिँ यही हो है, फेरि हात्तीबन भने यही हो। अनि धरहरा कता देखाउने भन्दै थियो गाइजले, उहाँ धरहरा देखिरहेको रहेछ, त्यही हिँड्नुपर्ने छ। अनि यहाँबाट यता चाहिँ यो कुन चाहिँ गाउँ हो थाहा नै छैन, कुन चाहिँ ठाउँ कुन चाहिँ गाउँ पनि थाहा छैन। र भाइ थाहा छ कुन चाहिँ गाउँ? नो आइडिया। यहीँसम्म तपाईँको यात्रा हजुर, त्यो डाँडा पुग्नुपर्ने हो गाइजहरू। म त यहीँसम्म होला मक्का परेको होइन रहेछ, अझै हिँड्नुपर्ने अघि पछि भइरहेछ हामी चाहिँ। अनि यहाँबाट पल्लो डाँडा देखिन्छ होला, सायद चन्द्रगिरीको डाँडा पनि देखिन्छ होला। अनि लेट्स सी चन्द्रगिरीको डाँडा देख्यो भने चाहिँ म जान्छु हो, म जाने नै हो त्यो सिक्दैछु। अनि यस्तै उहाँ पुग्नुपर्छ, झन्डा छ त्यहाँसम्म बस्ने होइन। अब जति थकाइ मार्नु थियो मैले मारिसकेँ। चन्द्रगिरी जाने बाटो यही हो होइन, यो हुँदै यताबाट हुँदै उहाँ पुगेर फेरि तल जानुपर्छ है। सो बाटो यतैबाट जानु पर्ला, यस्तो यताबाट जहाँ पुग्छ जय जिन्दाबाद। अब केटो हराएन मतलब छैन, हराएन कि मतलब छैन, यही हो गयो केटो। अब कहाँ पुग्छ पुग्न चाहिँ सही ठाउँ पुग्छ, बवाल ठाउँ पुग्छ, त्यति हो ल। भेटौँला अब चण्डेश्वरी पुगेरै भेटौँला है। सो गाइज यहाँनिर तपाईँले चराचुरुङ्गी बाहेक केहीको आवाज पनि देख्न सक्नुहुन्न क्या, म एक्लै छु फेरि। यहाँ त अलिक डर लाग्यो जस्तो फिल भइरहेको छ। अनि के चिज हो कस्तो खाले ऐँसेल हो यो, बिखवाला ऐँसेल हो क्या है, छुट्टै छ ऐँसेल हो क्या। यो ऐँसेल अर्कै छुट्टै खाला छ कि। यस्तै म यो बाटो हिँड्छु, अँध्यारो भन्दा नि एक्लै हिँड्दा अन्त आफू देख्छु, यो लिएर हिँड्दा यसो आज काम पनि थिएन। भस्मेश्वर चाहिँ त्यहाँ माथि हो,
डर पनि लागिरहेछ केही छैन यत्रो छिटो मान्छे डराएर हुन्छ है बाटो कहाँ पुग्छ भन्ने कुरा हो यार फर्स्टसँग त्यही डाँडाबाट पुरै तल छ आगे आगे जाते हैं होता है क्या इधर होता है क्या कुछ मालूम नहीं हम जिधर जाना जा सकते गर्लफ्रेन्डसँग अन्त आयो नि यार यस्तो ट्रेभल तर गर्लफ्रेन्ड हिँड्न सक्दैन होला सायद सक्दैन यो बाटो कस्तो अहिले त्यहाँ दुईजना रहेछ सायद गर्लफ्रेन्ड बोयफ्रेन्ड नै होला उनीहरू चाहिँ के भन्दै थियो भन्दाखेरि केटी चाहिँ अगाडि जान नमाने जस्तो होइन कस्तो कस्तो गर्दै थियो नि त अनि सोध्दै छ अब जाने कताबाट है अनि मैले चन्द्रगिरीको डाँडा चाहिँ देख्नु पऱ्यो यहीँ देखेँ मान्छेहरू आउँदो रहेछ यस मान्छेहरू आउँदो रहेछ त्यहाँनिर मैले देखेँ साइन थ्याङ्क गड अघिदेखि मैले साइन चाहिँ यही साइन फलोअप गरेर हो क्या यसले गर्दा चाहिँ धेरै हेल्प मिलेछ आज यो साइनवाला चाहिँ अब यही गयो भस्मेश्वर डाँडा चाहिँ यो डाँडाभन्दा पल्लो डाँडा हो क्या अनि यहाँ यस्तो छ जङ्गल अब एक्लै जानु पर्नेछ चम्पादेवी रक्षा गर्नु होला है त रक्षा गर्नु होला त्यही फलोअप गर्दै गर्दै हिँड्दैछु म मेरो के जस्तो रहेछ डर पो लाग्नु लागेको छ मलाई त्यहाँ अघि आउँदाखेरि क्या यो बाटोतिर त डुबो दिन्छ त्यस्तो भनेको नि त त्यो भएर डर लागेर त्यस्तो गरी ललाई चाहिँ फलोअप गरेर चाहिँ क्या यो वाला चाहिँ क्या यो ल चाहिँ रक्षा गर्नुहोस् सुरक्षित रूपमा पुगौँ म भन्ने मेरो कुरा हो त्यो एभन्डन जस्तो क्या कुहिमा बसेको जस्तो क्या यहाँ क्यान गाइस सी है कति डर फिल भइरहेछ त्यो हलिउड मुभीतिर हेरे हुन्छ नि त्यो रङ रङको चाहिँ घर यहाँ भित्र अरे होइन अनि त्यो भोट टाइपको साइडको हाल्दैन के सानो कस्तो साइडको कसले तोडफोड हाने रहेछ नि यो ट्रेनले पौडिँदै जान्छ घर छ अनि मान्छे छँदै छैन क्या मलाई त बोल्न पनि डर लागिरहेछ कस्तो जिउै भित्रबाट सिरिङ आर्मीहरू बस्दै को बस्थ्यो अरे अहिले मलाई केही भयो भने चाहिँ त्यो भिडियो भेटायो भने चाहिँ म यसरी ट्राभल गरिरहेको छ एक्लै सुन्दा यो डराउँदा पराउँदा यो भ्लग अलि लामो हुन्छ जस्तो हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु होला अनि त्यही हो यतिको दुःख चाहिँ गरेर चाहिँ मैले पानी जमाएर रहेछ यस्तै यहाँ जङ्गलहरू डर लागेको छ
सरकारको सुनसान तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ चाहिँ नआउनु होला है। उहाँ कति आधी घन्टा हिँड्थ्यो कि एउटा मान्छे पनि देखाएको छैन। सो तपाईँहरूलाई चाहिँ म के सजेस्ट गर्छु नि बाटो चाहिँ नआउनु होला है। सो गाइज अगाडि मैले के पो देखाएको थिएँ है। सो फाइनली मैले डाँडा चन्द्रगिरीको डाँडा देखेँ। अझ मलाई 1 घन्टा जस्तो लाग्छ सायद बाटो हेर्नु न। यस्तो बाटो त मैले सपनामा मात्र देखेको कस्तो मन अब ग्रुपै हान्छ रमाइलो छ रमाइलो काइन्ड अफ रमाइलो पनि भइरहेको छ अनि डर भन्ने चिज डर गरिरहेको छ। यत्तिको मिहिनेत गरिरहेको छु। तपाईँहरू लाइक सेयर सब्सक्राइब गर्नु पऱ्यो। यहाँ सबै गर्लफ्रेन्डसँग आउनु पायो कति रमाइलो हुन्थ्यो होला त्यो सोच्नु कति रमाइलो हुन्थ्यो होला गर्लफ्रेन्डसँग आउँदै। तर म आउनु पाइनँ कास हो सत्ता थाहा। तर गर्लफ्रेन्डसँग आयो भने गर्लफ्रेन्ड पनि आउनु मान्थेन कसम पक्का हो मान्दै मान्दैन। मेरो आज गराले बलियो रहेछ भन्ने बुझ्नु पर्ला साथीहरू। किनभने यस्तो पाल्तु गयो थियो त्यसले त बोलो गयो नि त। फाइनल आइपुगे यो फाइनल आइपुगे सक्नुहुन्छ। अब त कराइन केही हुँदैन त। त्यहाँनिर देख्न सक्नुहुन्छ आज त मेरो शनिबार त मोस्ट मेमोरेबल भयो नि त। यस I make it bro. I did it. It was my day bro. It was my luck, it was my day. And that's all thing right now I have done. Lately I'm चन्द्रगिरी पुग्छु त्यसपछि खाना खान्छु। खाना खाएर म घरतिर चल्छु रे। यस म चन्द्रगिरी जान्छु एकछिन उहाँ डाँडामा गएर बस्छु। अनि यो चाहिँ पहिला ट्रली टाइप केही होला नि है चल्ने टाइपको क्या बन्द रहेछ। यहाँ पहिला कारखाना थियो होला सायद मेरो विचारमा यहाँ पहिला कारखाना थियो होला है। सो यो अघि म यो के भन्छ यो जङ्गलको बाटो आउँदा नि मैले एउटै यस्तै बोटको ऐसेलु भेटेको थिएँ क्या। अनि मलाई कस्तो अचम्म लाग्यो मतलब हाम्रो घरतिर पाइने जुन ऐसेलुको बोट छ त्यो चाहिँ अलिकति फरक हुन्छ क्या। अनि अस्ति म आउँदा चाहिँ पानी परिरहेको थियो धुम्म है। काठमाडौँ हेर्नुहुन्छ होला कस्तो देखाएछ काठमाडौँ त के आज नि अब यसो पारा हेर्दा त केबुल कार चढेर जानुपर्छ जस्तो। अनि आज कताबाट कहाँ पुगियो नै थाहा छैन क्या। गाइज मैले चाहिँ यो केबिआर भनेर यो मैले अल द वे आउने बेला आज नि मसँग कुकुर क्या कुकुर त मसँग टुक्दैन यहाँ हेर्दै भयो यहाँ हेर्दै भाइ हेलो भन्दै हेलो बिस्कुट खाँदै होइन हेलो भन्नु मात्र चाटिनु ए अब अनि केबिआर भन्ने चाहिँ काठमाडौँ भ्याली रिम रहेछ क्या। त्यसको मतलब चाहिँ मैले अल द वे त्यो जङ्गलतिर केबिआर यस्तो राम्रो रेस्टुरेन्ट छ यार। यस्तो त्यो अब जङ्गलको बाटोमा नि अल द वे पनि होइन तपाईँहरूले देख्छ यो बाटोमै पर्छ क्या। अनि के यस्तो फोहोर पार्ने भने किन फोहोर किन गर्ने हो र यहाँ हेर्नु कस्तो मजाले पानी पनि माल पाएको चाल नपायो यस्तै हो नेपालीहरू खालि माल नपा चाल नपा भने त्यो डाइलगै त्यही छ क्या। गाइज होइन तपाईँहरू यदि यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ यो एउटा पब्लिक शौचालय है। तपाईँ यहाँ रेस्टरुम गर्नुहुन्छ भने चाहिँ राम्रोसित यसको युटिलाइज चाहिँ हुनु पऱ्यो क्या। मतलब अहिले भर्खर म गएको थिएँ त्यहाँनिर यति फोहोर गरेर राखेको थियो यार। त्यो हजुरहरूकै लागि बनाइदिया हो आओस् होइन चट्ट होस् न सरसफाइ आफैले गर्ने हो। अब त्यहाँ म वासरुममा जानु झन्डै उल्टी हान्दिनँ यस्तो फोहोर जहाँ अब एउटा फ्लस त प्रेस हान्ने हो नि ठुलो कुरा के तपाईँलाई के त्यहाँ पुरै दिनभरि होइन टोइलेट सफा गर्नु त भनेको छैन नि त। त्यही भएर यो नेपालीहरू माल पा चाल नपा हुन्छ नि त्यो डाइलेक्ट बेला पेलिदिइरहन्छ नि कारण यही हो क्या यही हो। सो तपाईँहरू आउनुहुन्छ भने चाहिँ यहाँनिर चाहिँ कृपया अब तपाईँले त्यो रेस्टरुम युज गर्नुभयो भने चाहिँ
सरसफाइ चाहिँ गर्नुपर्छ है, अरू केही नगरे पनि सरसफाइ चाहिँ गर्नुपर्छ। त्यति हो मेरो भनाइ है। ल त्यही हो ल। सो अनि अर्को कुरा, अस्ति म आएको ट्रेल यही हो। आज चाहिँ म ललितपुर पनि घुमेँ, कीर्तिपुर पनि घुमेँ, अनि चन्द्रगिरी पनि घुमेँ, सब घुमेँ आज म। सो गाइज यहाँ जिप लाइनको चाहिँ के रहेछ भन्दाखेरि वान वे चाहिँ जानु भने तपाईँले भिडियो सुत्दा आँट्छ भन्नुभयो कि हो, अनि भिडियो गरेन भने चाहिँ भिडियो बिना आँट्छ रहेछ। भिडियो शुद्ध चाहिँ यदि तपाईँलाई क्यामेराबाट होइन ऊ जिप लाइन गरेको गरेर देखाउँछ भने चाहिँ त्यो चाहिँ 1100, एन्ड विदाउट भिडियो चाहिँ 800। यतिको उडाउँदा मिलेन पैसा भनेपछि त। आज तर मौसम एकदम क्लियर छ, अस्तिको जस्तो छैन। अनि अहिले फर्किने बेला यही हो। अनि अस्ति त्यो जुन रिसोर्टको टप भ्यूको कुरा गरेको थियो नि हामीले, त्यो चाहिँ त्यहाँनिर छ, त्यसको 150 हो। अनि मन्दिर पनि दर्शन गरौँ है। अनि जिप लाइन चाहिँ हेरेछ त्यस्तै। आजको भ्यू चाहिँ एकदमै राम्रो छ, तपाईँहरूले देखिसक्नुभयो। मैले भिडियो पनि बनाइरहेको छु, फोटो पनि खिचिरहेको छु। अनि आज माउन्टेन चाहिँ देखाएको छैन, लेट्स सी आज के देख्छ हेरौँ। अस्ति मैले जान्छु भनेको जान पाइनँ। अनि के छ भन्दाखेरि चाहिँ टिकटको चाहिँ ओन्ली 50 रुपिज हो है। अब टिकट हुन्छ हेरौँ। एक्साइड छ। अघि मैले त्यो एउटा कुकुर देखाएको थिएँ, मसँग अस्ति आएको कुकुर हो कि भनेको जस्तो लागिरहेको थियो, तर होइन रहेछ है। आएको अल द वे दिस ट्रेल I came from this way like kata बडा आएको जस्तो हुँदो रहेछ क्या। त्यो तपाईँहरूले त्यो भिडियोमा देख्न सक्नुहुन्छ। म बाटो यस्तो डरलाग्दो बाटो थियो अन्टिल एन्ड अनलेस म जब के भन्छ अरे यो मान्छे भएको होइन बस्ती भिलेज एरियामा आइपुगिनँ, तबसम्म मेरो हार्टबिट यति ढुक भएको थियो क्या। त्यो प्लेसेसहरू पनि लाग्छ हरर टाइपको क्या, मतलब जङ्गलमा एउटा होइन बस्ती छ, अनि त्यो चाहिँ एबन्डन जस्तो कोही नबस्ने टाइपको बन्द भएको टाइपको थियो कि। त्यस्तो यहाँबाट सिनेमेटिक हुन्छ। अनि चितलाङ जाने बाटो चाहिँ उयो हो अरे क्या। उहाँले चाहिँ फोटो खिचिदिनु, उहाँले धेरै धन्यवाद, एकदम बवाल दामी खिचिदिनु भएको छ, दामी A1 यस्तो बवाल है। बडा थ्याङ्क सो मच। दिस इज द टप है। अनि यही हो टप भ्यू चाहिँ। अनि यहाँबाट नथिङ न्यू। अब यो यस्तो लागेको छ क्या। म आएको बाटो फेरि कता हो बिर्सेँ मैले। म आएको बाटो यतै जस्तो लाग्यो। सो पुरै तल लागिरहेछ। So guys, you can see that zip line है, that's over there. अनि त्यसपछि अर्को के थियो त्यहाँनिर देखिरहनु भएको छ, त्यहाँ छ। अनि म आएको टाइममा चाहिँ जहिले यस्तै हुन्छ यो तँलो लाग्ने। अनि यो तँलो पनि होइन, कुहिरो टाइपको क्या, ऊ त्यो सरिरा टाइपको क्या। यो डाँडी पल्लो डाँडाबाट तीन डाँडा कटेँ होला म आउँदाखेरि। यो डाँडा यो डाँडा छैन, त्यहाँ डाँडाबाट मैले यहाँनिर देखाएको थिएँ क्या, यो चन्द्रगिरीको जुन ब्याक होटल थियो नि त्यो देखाएको थिएँ। अनि ल जाउँ न त भनेर हिँड्यो जस्ट ट्रेल फलो गर्दा आइपुग्यो। जस्ट 4 आवरमा मैले यो चम्पादेवी अनि त्यो माथिको डाँडा, अनि त्यसपछि भोग लाग्यो क्या। काँडा अलदा ल्याउनै बिर्सेछौँ नि। सोल्टेले के गरेको जस्तो
ठिकै रहेछ भोक लागिरहेकोलाई ठिकै यहाँ खान्छ अनि निस्किन्छ अनि I will not recommend any of you guys कि यता आएर खाजा हुन त मैले एउटा चिकन मोमो खाएँ अनि त्यसपछि लस्सी स्विट लस्सी खाएँ तर स्विट लस्सीको प्राइस अनुसार मैले सोचेको अनुसारको टेस्ट मैले पाइनँ अनि त्यसपछि चिकन मोमो नि खासै मिठो लागेन प्राइस चाहिँ अलिक महँगै छ प्र्याक्टिकल्ली बुझ्दाखेरि ठिकै छ तर त्यसलाई जाने हो भने चाहिँ त्यो एकदमै खत्तम छ खत्तम यसमा आएको ट्रेल त्यही हो होइन यताबाट कता यो पुरै घुम्यो क्या पुरै होइन यताबाट आयो सायद म यताबाट आएर यता अब हप्तामा 2 चोटि ट्रेभल गर्छ चढेपछि कसैले सक्छ त फाइनल म चढे पनि सकेँ अनि दिस इज माई सेकेन्ड टाइम अनि आज चाहिँ मान्छेहरू आउनुभएको रहेछ अलिअलि 2-3जना देखिरहेको छु यो ट्रेलमा योभन्दा अगाडि चाहिँ पानी परेर होला सायद मैले यो एउटा नि मान्छे भेटेको थिइनँ मभन्दा अगाडि चाहिँ मान्छे टन्नै भेटेको थिएँ क्या अनि सो यहाँनिर चाहिँ बाई बाई गर्दै हुनुहुन्छ मैले त आज पैसा त हुरुक्कै सकाएँ नि त 1000 रुपियाँ त सकाइ होला सायद 1000 सकाइ होला अराउन्ड यताउता हिसाब गर्दाखेरि मैले 1K 1000 चाहिँ सकाएँ अनि गर्लफ्रेन्ड त मार्ने भयो त यत्रो कपडा किन्नु पैसा लगेको कपडा किन्नु पैसा किन त्यो नाना थरीमा मैले त्यहाँ कपडा पठाएँ भने म कपडा किन्दा त वाक्कै भइसक्यो अनि त्यही भएर चाहिँ यसो रिफ्रेस पनि चाहेँ नि त भनेपछि आज घुम्दिनँ आएको नि त भनेर भन्छु म त्यो मान्छे हुन्छ सुकाए चाहिँ धर होइन यति मान्छे उक्ल्यो भने त कमै रहेछ तर छेउछेउ जस्तो छैन तल हेर्दाखेरि के भन्दा त मैले आज बरु यार यहाँनिर कति तिर्नुपर्छ कुनै बरु मैले त थोरै पैसा तिरेर पनि यति मजा लिएँ कि होइन आज यति मजा लिएँ कि मजाको त पुरै नगर्नु क्या दा सो गाइस म कपडा किन्न आएको है कपडा किनेर गाडी छ कपडा किनेर पनि भइसक्यो है गाडी चाहिँ 2 मिनट आउनु भएको छैन एकछिन मान्छे यत्तिकै भरिन्छ यत्तिकै मान्छे हुन्छ अनि यत्तिकै गाडी भरेर पनि गइन्छ म त आज 10 बजी नि आफ्नो आज सपिङ पनि रेडी भएको छ यति ओभर लागेको छ कि गएर फेरि इभीमा चाहिँ म खासै जान्छु इभीमा त मलाई इभीमा चाहिँ त्यसमा बारी पर्नु नि त त्यही भएर हो अब गाडी त टिपेर आउँछ 7 बजिसक्यो घर 7 पनि 7 बेसी 7-10 भइसक्यो अब यता घुम्नु होइन टाइम पनि भयो